तेल चुयो उठा 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 very good morning from फिदिम बजार and you can see मेरो ब्याकग्राउन्डमा चाहिँ फिदिम बजार देखिरहेछ सो अब हामी खाजासाजा खान्छौँ त्यस पछाडि हामी फालेलुङतर्फ हेड हुँदैछौँ बाटो चाहिँ त्यति थाहा छैन त्यही भएर हामी सोध्दै सोध्दै जान्छौँ होला सो अहिले चाहिँ हामी पेट्रोल पम्पमा आएको छौँ बाइकलाई पनि खाजा दिनै पर्यो अब यो तेल हालिसकेपछि अनि खाजा खाएर टक्कै हामी चाहिँ डेस्टिनेसनतिर लाग्नेछौँ ल अहिले चाहिँ हामी फिदिम बजारलाई छोडेर हामी ओह्रालो झर्नु पर्दो रहेछ घुम्दै घुम्दै एकदम चिसो छ हामी अहिले फालेलुङतिर लाग्दैछौँ सो अहिले चाहिँ हामी फिदिम नगरपालिका अन्तर्गतको 12 नम्बर डेरी बजार भन्ने ठाउँमा आइपुगेका छौँ हामी यहाँनिर केही खाजाहरू लिनेछौँ त्यस पछाडि फेरि लाग्नेछौँ अब चाहिँ हाम्रो पेट पूजा भइसक्यो आनन्द आइरहेछ तातो चिया खाइयो हामी फेरि लाग्दैछौँ अनि चाहिँ उकालो हामी जान्छौँ ल है साथीहरू हामी चाहिँ डेस्टिनेसन नजिक आइपुगेका छौँ फालेलुङ गाउँपालिका हामी प्रवेश गरिसकेका छौँ ल अहिले चाहिँ हामी आइपुग्यौँ प्राम्बोङ तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ प्राम्बोङको स्कुल अनि प्राम्बोङको स्कुलबाट टक्कै घुमेर यो उकालो जानु पर्दो रहेछ तेल चुयो उठा 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 ल हाम्रो बाइकमा ओइ तेल चुयो तेल कत्रो तेल चुयो ला 1 लिटर गयो क्या यो मान्छेले ला फर्स्ट टाइम लडाउन सफल लडाएको भन्दा पनि चिप्लेको है बाटो यस्तो कत्रो तेल पोखेर फाइनली लडाउन सफल माइलोले प्राङबोङबाट आधी घन्टाको यात्रापछि हामी आइपुगेको छौँ भैसे भन्ने ठाउँमा आइपुगेको छौँ अनि यहाँबाट देखिने नजाराहरू टडङ सो अहिले चाहिँ हामी भैसेदेखि थोरै माथि उकालो जङ्गलमा छौँ समस्या के आयो भनेदेखि हाम्रो गाडीको तान घटेको छ उकालोमा एकदम तान्नै सकिरहेको छैन हिँड्नु परिरहेछ ल चिन्नु हुनेलाई कमेन्ट गर्नु है बडार जस्तो हुन्छ तर यो एक्चुअली बडार चाहिँ होइन के फल जस्तो लाग्यो यो बडार खोइ यो होला कटुसको बाउ माथि माथि पान्थरैमा भने जस्तो भएको छ बाइकले तान्नु छोड्यो भारी बोकेर हिँड्नु परेको छ
त्यो गीतमा रिल्स बनाउने हो। इस यस्तो घनाघोर जङ्गल छ। हामी अब डेस्टिनेसनको लगभग नजिक आइसकेका छौँ। कस्तो डर लाग्दो सुनसान छ। ल यात्रा सफल बनाइदिनु होला। तिम्रो लागि सारा संसार भुलाइदिन्छु तिम्रो लागि सारा संसार त्यागिदिन्छु। हाम्रो बाइकलाई लेख लागेछ, तान्नु छोड्यो। अहिले चाहिँ छु म गुराँसको सहर भन्न मिल्दैन। वरिपरि रुख भनेकै गुराँस। धुपी पनि रहेछ, सरी। आम्मामा यो उकालो कहाँसम्म जानुपर्ने हो? यता सर्टकट होला सायद। एडभेन्चर आम्मामा यो काल निस्किनु पर्ने। यत्रो झोला छ। यो एरियामा आउँदा चाहिँ नर्मल गाडीहरू नल्याउनु होला। यु क्यान सी यसो चिप्लो रहेछ क्या। अनि हाम्रो राइडर लडेको छ। हिलो पनि अब चाहिँ सास बढ्न थालिसक्यो, किनभने हामी हाई एल्टिट्युडतिर उक्लिँदैछौँ। द्याट्स वाइ बाटो चाहिँ खत्तमै छ रहेछ, तान्दैन रहेछ, उकालो ठाडो छ। हालत यस्तो भएको छ, हालत खराब है। हालत यस्तो भएको छ। छ्या लड्यो, दामी लड्यो। हाई एल्टिट्युडमा आइसक्यौँ। थुप्रो एल्टिट्युड चाहिँ गेन गऱ्यो, बट हामी पुग्नुपर्ने के भन्छ लोकेसन चाहिँ अझै माथि नै हो। यो होस्सु लागिरहेछ अलिअलि, त्यहाँ हो। अनि दुःखको कुरो चाहिँ माउन्टेन चाहिँ टप भइसक्यो, होस्सुले छेलिसक्यो। अब माउन्टेनको रेन्ज चाहिँ हेर्न पाइएन, त्यसले गर्दा हिलो सरी बाइक उठाउँदै थियो, पिलित्तै चिप्लेर लडिहाल्नु। बाटो चाहिँ एकदम ठाडो उकालो रहेछ है। सिङ्गल मात्रै हिँडिरहेको छु म, तानेकै छैन डिवल त। अनि यु क्यान सी यहाँनिर चौरीहरू चढिरहेछ। एउटा गाई चाहिँ यहाँ मस्तले सुतिरहेछ है। सो हामी फाइनल्ली हाम्रो फाइनल डेस्टिनेसनमा आइपुगेका छौँ। अहिले चाहिँ छौँ हामी झन्डा पोखरी। यो चाहिँ झन्डा आकारको छ नि त, तपाईँहरूलाई दृश्यमा देखाउन चाहन्छु। यो क्यामेरामा अलिक राम्रो छैन होला, ड्रोन सट पनि हेर्न सक्नुहुन्छ। झन्डा पोखरीमा आइपुगेका छौँ। यो तपाईँले पछाडिको दृश्य देख्न सक्नुहुन्छ। अब हामी यहाँबाट जाँदैछौँ चारराते यहाँबाट नजिकै छ, सिधै जाँदैछु है त। सकेन, सबैभन्दा उकालो डाँडा चाप्नु पर्ने हो नि त, तिमीले चापेन। सो शेखर दाइ र म चाहिँ तपाईँहरूलाई स्वर्ग देखाउन लागिरहेको छौँ है। इन 3, 2, 1 बुम।
जताबाट खिचे पनि जति खिचे पनि यस्तो सेक्सी आउने रहेछ नि यो यहाँ त खिच्नै नजान्नेले पनि राम्रो निकाल्छ ल। ठाउँै स्वर्ग छ के भनेर चाहिँ राम्रो चाहिँ राम्रो। घर जाने मनै परेको छैन के गर्नु जानै पर्छ। फर्किँदा बाटो अप्ठ्यारो छ, जाने मन छैन, कसैले यतै क्युआर गरिदेऊ न। जो 4 रातेमा चाहिँ चौरीहरू चाहिँ हुन्छ नि यो जङ्गल एरियामा चर्न गएको छ, त्यही भएर हामीले हेर्न चाहिँ पाइएन। दुःखको कुरो केही छैन, यो भ्यूले नै हामीलाई एकदम यहाँ बसिरहेको छ मिसमराइजिङ ऊ त रुखको भ्यूहरू मिसमराइजिङ भ्यूहरूले नै एकदम मन जितिसक्यो। सो फ्री हुनुहुन्छ भने अनि अलिअलि पैसा छ भने यु क्यान कम हियर एन्ड यो स्वर्गलाई चाहिँ मोस्ट इम्पोर्टेन्ट मिस नगर्नु होला, किनभने धेरै कस्ट पनि हुँदैन, गाडी पनि मजाले आउँछ एन्ड बाइक पनि आउँछ। बट इफ यु आर कमिङ इन बाइक भने चाहिँ तान भएको गाडी अनि के भन्छ पर्फेक्ट राइडरहरू मात्रै आउनु होला। बाटो चाहिँ रफ छ, हाफदेखि चाहिँ आधी बाटो त फिलिली नै छ। ल अब चाहिँ हामी 4 राते एक्सप्लोर गरिसकेर हामी अब फर्किँदैछौँ। हामी आज दमकसम्म जाने ट्राई गर्नेछौँ, भएन भने हामी आधा बाटोमै बस्नेछौँ। अहिले चाहिँ हामी यहाँबाट हिँड्यौँ, हामी यो तल के ठाउँ अरे होइन प्राङबुङको बाटो नगएर हामी यता सन्दकपुर माइमजुवाको बाटो जाँदैछौँ। लेट्स सी के हुन्छ, हामी अपडेट गर्दै जानेछौँ। ल सो अब हामीलाई चाहिँ सन्दकपुर पुग्न चाहिँ 7 किलोमिटर लाग्ने रहेछ। बाटो चाहिँ त्यो हुन्छ नि ग्राभल रहेछ तर अप्ठ्यारो रहेछ। अब बिस्तारै जान्छौँ, कति लाग्छ। गाडीले तानेकै छैन। जस हामी आज इलामसम्म चाहिँ पुग्ने हाम्रो टार्गेट हो। यहाँ हेरौँ न, यहाँ चाहिँ ठ्याक्कै एउटा गाडी मात्रै आँट्ने रहेछ। यहाँ हेरौँ न, यो के रातो काँडा, आमामा जबरजस्ती रातो काँडाभित्र लगाउँदैन ब्याग पनि। क्या राइडर बनेका रे। हाम्रो स्तम्भ इन्डिया र नेपालको स्तम्भ चाहिँ यहाँ देखिराखेको छ। हामी यहाँ यो देखिरहेको चाहिँ हाम्रो नेपाल र इन्डियाको बोर्डर हो। एन्ड अहिले इन्डियापट्टि दुःखको कुरो इन्डियाको रुट फलो गरेर चाहिँ हिँड्नु परिरहेछ। नेपालको चाहिँ बाटो छैन, बट भ्यू चाहिँ एकदम एमेजिङ छ है। यही बाटो हुँदै हामी जाँदैछौँ। सो तपाईँहरू एडभेन्चर अर्थात् फुल एडभेन्चर ट्रेकिङ गर्ने सोचमा हुनुहुन्छ भने थोरै भए पनि पैसा बचाएर समय छुटाएर आउनु होला। एकदम पिसफुल छ ठाउँ चाहिँ। स्वर्ग स्वर्ग स्वर्ग। हामी आज कहाँ पुग्छौँ भनेर त थाहा छैन, बट सन्दकपुबाट नयाँ बाटो ओह्रालो झऱ्यौँ होइन सोध्दै सोध्दै। एन्ड तलबाट झर्दा चाहिँ बाटोमा चाहिँ यो ताल रहेछ क्या। तालको नाम चाहिँ थाहा छैन, एन्टिलाइट परेर केही देखिएन। एकदम ब्युटिफुल छ। विशेष गरी यो बाटो चाहिँ होइन केलाई अरे हाम्रो मोटो भ्लगरहरूलाई चाहिँ मोटो भ्लगरहरूलाई चाहिँ इन्भाइट गर्न चाहन्छु। एडभेन्चर छ बाटो चाहिँ। अहिले चाहिँ अनेस्टली भन्नुपर्दा हामी कुन बाटो कहाँ पुग्छौँ भनेर हामी दुईजनालाई थाहा छैन कि। तर लेट्स सी हामी हिँडिरहेछौँ, गइरहेछौँ। होपफुली हामी सही ठाउँमा हिँडिरहेछौँ। हामी हिँडेको चाहिँ इलाम, हेरौँ कहाँ पुगिन्छ। अहिले चाहिँ लगभग बेलुकाको 5 बजिसकेको छ। हामी छौँ अहिले यो पुलको नाम चाहिँ ठ्याक्कै हामीलाई थाहा भएन। यो चाहिँ सन्दकपुरको पुल, यो सन्दकपुर 4 पर्दो रहेछ।
त्यो पुलमा छौँ अनि हामी यहाँबाट फेरि अब ओह्रालो आयौँ, अब उकालो जाँदैछौँ। हामी निरन्तर यात्रामै छौँ है गाइस, स्टे ट्युन। हामी इलामदेखि थोरै तल यो कालिका होटल एन्ड लज भन्नेमा हामी खाजा टन्न खाइयो। अब यहाँबाट फेरि लाग्दैछौँ हामी फिक्कलमा। आज हाम्रो डेस्टिनेसन हुनेछ, हाम्रो डेस्टिनेसन चेन्ज भइसक्यो। बाई बाई।